अब मेरो के भन्छ रे मेरो बुढो अब 50 साल हुँदाखेरि यस्तो गरेर पैसाले यसरी हल्लाउँदियो के हैन अनि कुर्ची पनि यस्तो हैन 50 लाखको कुर्ची भयो उसके यस्तो 10-20 रुपैयाँको कुर्ची हैन म त खाइ बर्थडे कसैको खानी कसैको केक खानी त हामी चाहिँ सक्ने राजी तिमीहरुको फेभरेट केक ल्याइदिनु हजुरले आफ्नो के फेस देखाउन न कष्ट गराएको छ छोरीले म त कस्तो देखिन्छ साथीहरु भन्नु होला है ओके थ्यांक यू सो मच माय स्वीट गर्ल स्वीट निकाल दिएको हाई दोस्तों नमस्ते म चाहिँ भीम मगर तपाईहरुलाई स्वागत छ मेरो च्यानलमा साथसाथै आज चाहिँ स्पेशल केही हुनेवाला छ तपाई अब हेर्न सक्नुहुन्छ यो चाहिँ मेरो रुम हो ऊ चाहिँ मेरो वाइफ अनि चाहिँ हेलो हाई साथीहरु ह्यापी बर्थडे टु यु बुढो सबभन्दा पहिला आजै यता केक रेडी छ केक रेडी छ है थ्यांक यू बर्थडे ह्यापी बर्थडे गरी छाने अहिले त केक त काट्न देऊ ए छोरीले चाको निकाली रोका रोका अब चाहिँ नर्मल हो देसी स्टाइल हामीलाई चाहिँ केही पनि छैन मेरो बर्थडे भनेको स्पेशल यस्तै हुन्छ ए आज बेलुन फुलाउनको लागि यहाँ दुईजना छ नि स्पेसली राखेको मैले बेलुन फुलाउनको लागि तपाईले हेर्न सक्नुहुन्छ ए मजाले के खोजेको अझै बेलुन खोजेको के हो बेलुन त धेरै चाहिन्न हुन त बच्चाहरू खेल्छन् यिनीहरू यस्तै छ बर्थडे चाहिँ स्पेशल मनाउने कुरा छ अब कस्तो हुन्छ हेर्नु स्पेशल भन्ने चाहिँ ओन्ली केक अनि चाहिँ बेलुन हो बेलुन पनि बेलुन त उडे है त ए अझै आयो तर रातो रातो धेरै चाहिन्न 4-5 वटा भएपछि हुन्छ केकलाई गरौँ न त फेरि भन्दा र तपाई उसो क्यामेराम्यान बन्नु पर्यो भयो केक मिलाउनु पर्यो म पनि छु क्यामेराम्यान केक हुन्छ नि कुन केक ल्याएको हो यो केक 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 खुल्न सही केक 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 या एउटा बदामनी केक स्पेसली केक आइसकेको चाहिँ हेर्न सक्नुहुन्छ केकको लागि चाहिँ हात लगा ए गयो धन्न गएन ल बर्थडे चाहिँ उहाँको होइन बन्द गर कि यो फेरि पछि कपिराइट हुन्छ ह्यापी बर्थडे बुढा यिनीहरूलाई बेर हुन्छ उता साइड राख्नु नै त्यो फुकेपछि हो कि त्यो बालेर ए रोका छोरी भीम मगरको बर्थडे है आज भीम मगरको यता चाहिँ बस्ने हेर्ने ल केही हुन्न अलि पर जानु तिमीहरू बसाउनु मिलेन कि एक्लै भयो चाहिँ भयो भान्जाले पड्काउने हुन्छ यता पछ पर्नु यस्तो गरेर आफू त यस्तो बटार्ने यस्तो म माथि आउनु पर्यो पड्क्यो है एकै काटेपछि पुग्नु पहिला ह्यापी बर्थडे भन्न है सबैले विश गरा है मलाई ह्यापी बर्थडे टु कति बज्यो ल साइली तिमीले उ गर 2 बज्यो ठिक छ अब भिडियो गर गराउनु म पनि जान्छु कि त्यहाँ ल रेडी ह्यापी बर्थडे बजाउनु भन्छ Happy birthday to you. Happy birthday to you. Happy birthday बुढो. Happy birthday to you. ल भन्छ
यसरी गरौँ हामी यसरी देखाउँ उठाबाट Happy birthday to you. Happy birthday. मलाई खुवाइ तिम्रो आन्टी सरी नै ए भगवान हैप्पी बर्थडे त बोल Happy birthday to you. थ्याङ्क यू सो मच उल्टा हातले खुवाइदिन हुन्न उल्टे हातले खुवाइदिनु भयो कि तपाईँहरूले बर्थडे के तपाईको हुन्छ सब उल्टा सिधा सब चल्छ कि जमानामा ह्यापी बर्थडे बुढो ओके थ्याङ्क यू हैप्पी बर्थडे टु यु ल पालो कुकुर खान्छ कस्तो टाइपको भान्जा जान हैप्पी बर्थडे टु यु Happy birthday to you. Happy birthday. खै त केही गिफ्ट दिने होइन कसैले माया दे पुग्छ ल अब खुवाइदिनु अब तिनलाई बाङ्गे भयो ठिक ह्याप्पी बर्थडे है बुढो ह्याप्पी बर्थडे बहिनीको पालो आएन अरे ल साइली यहाँ यसो उ गरिदिनु यस्तो ओके थ्याङ्क यू खाने हो आऊ आएर भान्जा यहाँबाट गर्नु आउनु न यहाँबाट नजिकबाट हो कि टाढा हुन्छ नजिकबाट मात्रै गर्नुहुन्छ नजिक टाढा हिँडिराख्नुपर्छ कि छाउँछ हुन्न ह्याप्पी बर्थडे हेलो ह्याप्पी बर्थडे बस ह्याप्पी बर्थडे यस्तो पागल त भयो ह्याप्पी बर्थडे सधैँ खुसी हुनु होइन ओके थ्याङ्क यू केक कटिंग हो चुका है ल भाई ह्याप्पी बर्थडे भन्नु बाबु ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे टु यु भन्दा ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे यस्तो डान्स गर्नु डांस हो रही है हैप्पी बर्थडे टू यू हैप्पी बर्थडे टू यू ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे थ्याङ्क यू सो मच आज चाहिँ हाम्रो बर्थडे भइसकेको छ मेरो चाहिँ अब 28 अप्रिलको चाहिँ पुरा 36मा एउटा पाइलट टिकिसकेको छु आजको दिन आउने दिनहरूमा तपाईँहरूले अरू बलगहरू लिएर आएछौँ र आजको बर्थडे चाहिँ ल बुढी अब खोलाइदिनु त लास्ट तिमीहरूले खाऊ बाँडिदिनु नि मलाई चाहिँ भयो होइन खोके अगाडि हेर्दै गर्नु होला भिडियो म क्यामेराहरू पनि टन्ने छ नि ए ल है बुढो नपुट यता फेरि यसलाई देऊ न छोरीलाई नानीलाई केक बाबु ल ओ ल बाबु यता ल ह्याप्पी बर्थडे छोरी ल ह्याप्पी टु यु भन्छ त बाबुको बर्थडे ह्याप्पी टु यु बाबु हैप्पी बर्थडे छोडियो ह्याप्पी टु यु बाबु ह्याप्पी टु यु ह्याप्पी टु यु ए ए ल ल ल ल ह्याप्पी बर्थडे भन्दैलाई नि बुढोलाई ह्याप्पी बस बस भयो गुवामयो ल भयो अब भयो अब यो पानी पुरी खाने खुसी बन्धु छोरी यो त टिका आइज यो त टिका यस्तो गरे टिका लाने हाम्रो हात त जम हेर त गाडामा लगाइदिएको कि हामीलाई त लाउनु न यस्तो त भा केकमा केक भयो केक छोरीले अरे अब उसले यसलाई ऊ पनि लगाइदियो लगाइदिन आएछ नाकको टुप्पा लगाइदेऊ हो त्यहाँ अब देखाउनु ए आज बर्थडे भयो बर्थडे यस्तो मनाइएको छ टक्क लगाएर मेरो छोरीले लगाइदिएको
छोरी बर्थडे फाइनली अब पुरा भइसकेको छ हेर्न सक्नुहुन्छ है खाली भइसक्यो केकी टक्क लगाएर के छ ल्या छोरी अरे डिम्पल छोरी मेरो डिम्पल छोरी बर्थडे 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 अर्को छोरी के भयो छोरी वाह क्या हावा आइरहेको भर्खर के खान तिमीहरूले खा ल हामीहरु केक खादैछौं ए वाह खोइ हजुरलाई दिएको हैन कि लाउनु बारेका भयो के धेरै नखाने भयो धेरै खान्न क्या म ए भरेसम्म खाएको खै पर्दैन के उहाँ म त खाएँ बर्थडे कसैको खानी कसैको केक खाने त हामी जो सक्ने राख्ने तिमीहरूको फेभरेट केक ल्याइदिएको हजुरले आफ्नो के फेस देखाउन न कष्ट गराएको छन् छोरीले म त म ल्याइदिएको ए कस्तो देखिन्छ साथीहरू भन्नु होला है ओके थ्याङ्क यू सो मच माई स्विट गर्ल स्विट निकालिदिएको के खान साह्रै मन लाग्यो के त्यही हो होइन मैले अघि नै के भनेको जहिले पनि के केक खान मन लाग्दा ठ्याक्क बर्थडे आउने के भने मलाई अस्तिदेखि के अरे के खान मन लागिरहेको थियो एउटा बुढोको बर्थडे आउनु लाग्यो भने सोचेको अनि चाहिँ त्यो केक खान पाएको थियो अलि पहिला नै खान मन लाग्यो मेरो बर्थडे आयो ठ्याक्कै होइन अनि फेरि खान मन लाग्यो फेरि दाइको आयो अब कस्तो पालो होला ओके अब त बिकी भाइको छोरीको बिकी भाइले बोलाउँछ ढुक्क त्यो यतै रह्यो भने कि गाउँमा जाने हो कि सक्यो ए गाउँ गर्ने आउँछ भयो छोरी भयो के खान मन लाग्यो बेला खान पाइदो रहेछ साथीहरू तपाईँहरूले हाम्रो च्यानललाई सब्सक्राइब लाइक कमेन्ट गर्नु होला कस्तो लाग्यो हामीलाई खान मन लागेको बेला ठ्याक्क बर्थडे आउँछ होइन स्पेसल्ली त्यहाँ खान पाइन्छ धेरै फ्यामिली भएपछि फाइदा त्यही हो कि अझै गाउँतिर जाने भने त झन् सबैको बर्थडे आउँथ्यो एक दिन हामी त 25-30 जना फ्यामिली महिनै पछि महिना पछि हो कि हप्तै पछि बर्थडे आएर के खाएको खाइ यसले खाइन ल्याएर छोरीले के हालेको बस्नलाई त्यहाँ त्यो कुच्चे त बुढो बनाउनु त के भन्नु खानी के दिएल त खानी खान्ची त्यहाँ नखिलाएर खिलाएको मैले खिला एकदम मिठो थियो केक त कति हाल्यो बुढो के जम्मा गरेको छोरी आज त पैसा उडाएन नि कि त अस्ति त पैसा सम्हालेको थियो यहाँ थियो नि पैसा यहीँ राखिदिएको थियो कि मैले अनि कता गयो अटोमेटिकै मिलाए कहिले आज ए पैसा यहाँ राखेँ बिर्सिएछु र अब है यसलाई पैसा हेर त जम्मा गरेर Happy birthday, बुढो खै यता गाउँको यता आरामसँग ल Happy birthday यी पैसा बुढोलाई पैसा गर्ने ओहो हो पैसा पैसा हो Happy birthday Happy birthday to you बुढा Happy birthday ओ हेर त पैसा पैसा हिजो बाबा पैसा पैसा Happy birthday Happy birthday पामान चाहिएको कति 10 500 पर 10 करोड रुपैयाँ Happy birthday अरे ओके ओके थ्याङ्क यू अहिले यही पैसा लिएर होटेल खाना खानु होटेलमा खानु यही आज खाएर जाऊ सम्हाल पैसा सम्हाल अब सब पैसा नउडा ये सब उठा 10 का 500 का फटाफट ल खा राम्रो नि अब यो साइलेले बरु सम्हाल लगाइसकेको छ नि 500 गएछ अझै फेरि कसको बर्थडे ल्याऊ पैसा ल्याऊ ये पैसा लिएर जाने छ दोकानमा ले यो सम्हालेर राख त सबै ल ए अरूले देख्दा नक्कली बोल्ला नि अरू चाहिँ पैसा हाल्नु फेरि यता राख काम लाग्छ होइन भान्जालाई के खिलाएको होइन रे खिलाएको म त खाएर लिएर नै भेरै नै आइसकेको लुकी लुकी हो कि हो र ए भान्जा हो कि
वाउ छोरीहरू पनि खुसी हुने के अनि बर्थडे मनाउँदा हाम्रो फ्यामिलीमा यस्तो छ हेर्नुहोस् साथीहरू हामी चाहिँ यस्तै गरी दिन कटाइरहेका हुन्छौँ कहिले बर्थडे मनाएर कहिले केक खा यस्तै हो पैसै पैसा खै पैसा पैसै पैसा मेरो छोरी लुटाएको पैसा पैसा मसँग यही पैसा हो पैसा कोकोलाई चाहिँ यहाँ भन्नु है तू पैसे पैसे करती है तू पैसे पे नहीं पैसे पे क्यों मरती है पैसे की लगा दूं ढेरी बारिश कर दूं पैसे की जो हो जाएगी मेरी कति हजार भयो साइली तिमी दागा। 10-12 भयो कि अहिले टम्मे चाहिँ बोटो म यति भएपछि मलाई गाउँ जान पुग्छ सम्हाला छिटो छिटो बोटुलाई छोरी छिटो छोरीले नि सम्हालिन्छ पापन छोका त ए होइन तिमीले कतिको सम्हाल्यो 10 का हो म 10 का आइज फेरि 10 का भए नि चल्छ कि 1000 को पुग्छ नि मलाई यति भएपछि त सपिङ गर्दा अब म अहिले सपिङ गर्दा यतिले मलाई यहाँ भएको 10 जतिले केक त आउँछ अझै नि के खान मन लाग्यो होइन भयो अब त त्यहाँ भित्र खानु पैसा दागा रे छोरी फेरि पछि दागा र पैसा ओइ पैसा 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 सब कमाएको पैसा चाहिँ यसरी उडाउनु पर्ने हो अब फेरि बटुलेर फेरि राख्नु पर्ने भयो यस्तै छ साथीहरू बस हाम्रो भिडियोलाई चाहिँ अब हेर्दै गर्नु सब्सक्राइब गरेकोले सब्सक्राइब गर्नु सब्सक्राइब नगरेकोले सब्सक्राइब गर्नु होला अनि तपाईँको साथ सपोर्टले गर्दाखेरि चाहिँ अहिले धेरै राम्रो भएको छ अनि चाहिँ भिडियोहरू कहिले काहीँ ब्लगहरू बनाउन मन लागेको हुन्छ मेरो मलाई पनि अनि चाहिँ धेरै सपोर्ट गर्नु धेरै माया गरिदिनु होला भन्न चाहन्छु हाम्रो नेपाली दाजुभाइहरूलाई र जाँदा जाँदै तपाईँले भिडियो राम्रो कस्तो लाग्यो भिडियो तपाईँले कमेन्ट लाइक अनि सेयर गरेर सपोर्ट गर्नु होला आजको लागि थ्याङ्क यू सो मच बाई बाई गरिदेऊ बाई बाई फेरि मिलेंगे फेरि मिलाउँला आज चाहिँ स्पेशल बर्थडेको दिन चाहिँ केक काटेका थियौँ हामीले अनि मजा आयो यहाँको कुरा सुनौँ मजा आयो अनि अब मेरो बर्थडेमा यत्रो म 25 वर्षको भएँ मलाई कसैले केक काटिदिए होइन प्लिज मलाई पनि केक काटिदिनु होला भन्न चाहन्छु ल ल ल ल ल पक्का पक्का अर्को वर्ष पक्का भयो किनकि मलाई यत्रो साल म 25 वर्ष भयो मलाई आजसम्म केक काटेर खुवाएनन् कि मेरो बर्थडेमा ल अब चाहिँ हुन्छ है त्यो चाहिँ मलाई हुनु पर्यो त्यही ल ल ल ल ल तिम्रो बर्थडेमा पनि स्योर हुन्छ पक्का त्यही चाहियो मलाई साइलेकोमा भयो ए छोरीकोमा भयो साइलेकोमा भयो मेरोमा भयो तिम्रोमा नि हुन्छ क्या अब मेरोमा भयो पालो नआएर कि पालो आइसक्यो हुन्छ 24 वर्षसम्म पुर्यो अब भान्जाको कहिले फेरि भान्जाको मान्छेहरूले नि के काट्ने त्यही भएर चाहिँ म तपाईहरुलाई भन्दैछु मनाया पोख्दैछु ल ल सबैले बाई बाई गर्दै के हो भन्दा मेरो पनि बर्थडे आउँछ मेरो पनि गाह्रो छ किनकि केक नकाट्दै थिएन अब काटिदिनु पर्ला है ल बाई बाई गरिदियो सबैले ल बाई 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 सबैले बिजी पैसा गर्नमा बिजी धेरै ल्याएर न होइन बुढाले लाखौँको बर्थडे कमाउनु गाह्रो हुने भयो नि त पठाइदिएर हेर्नु नि यहाँ पठाइदिएर हो साइला हेर है साइनीले यस्तो पैसा जम्मा गरेर राखेको छ ध्यान राख्ने फेरि पुरा पछि काम मैले फेरि 10 का हो ठिकै छ जतिको भने पैसा त पैसा हो यता सुन यस्तो गर्ने ए भान्जा हट्नु ले पुष्पा भावना जस्तो पुष्पा राज झुकेगा नहीं यस्तरी हो के कुनै दिन चाहिँ म यसरी रानी बनेर हैन यसरी पैसाका मुठाले के अरे हल्लाउने गर्मीमा बस्ने मेरो चाहिँ सपना हो वाह वाह त्यो पनि कुनै दिन पुरा होस् भन्न चाहन्छु यसरी हल्लाएर है त्यो दिन पनि आउला नि त्यही सोचिरहेको मेहनत गरेपछि सियोर आउँछ अफकोर्स सियोर आउँछ ल ओके यो चाहिँ सपना मेरो पुरा होस् तपाईहरुसँग भिडियो बनाएर धेरै खुसी लाग्यो थ्यांक यू सो मच हजुरलाई पनि थ्यांक यू सो मच तपाई चाहिँ पैसा गिन्नमा बिजी हुनुहुन्छ ठिकै छ सरी थ्यांक यू बाई
ठिक छु ओ मेरो छोरी फेरि सानी छोरी ठुली छोरी यता फेरि व्यस्त 22,000 कमाएछ 22,000 ल ठिक छ 22,000 जम्मा गरेर राख अब मेरो अब के भन्छ रे मेरो बुढो अब 50 साल हुँदाखेरि यस्तो गरेर पैसाले यसरी हल्लाउँदियो के हैन हो ल ल अनि कुर्ची पनि यस्तो हैन 50 लाखको कुर्ची भयो उसके ओ यस्तो 10-20 रुपैयाँको कुर्ची हैन वाह अहिले फेरि बढ्दै फेन्ट हुन दिएको ओके थ्याङ्क यू सो मच ल बाई बाई